हर्क साम्पाङ ज्यूलाई पनि थाहा छ। म उतापट्टि हुँदाखेरि पनि हाम्रो पूर्व एरियामा चाहिँ अलि व्यापक रूपमा यसको बारेमा ड्रग युजेसहरू बेसी देखिरहेको छौँ र अहिले त यो हाम्रो बोर्डर नाका इलाकामा धेरै भन्दा धेरै ड्रग युजेसहरू बढिरहेछ। हामी एउटा नयाँ सोचले आएको यो सरकारमा, नयाँ विचारले के गर्ने भन्ने आँटले हुटुटीले र कति कुराहरू चाहिँ अब हामीले निर्मम रूपमा प्रस्तुत हुनुपर्छ भन्ने हिसाबले हामी आएको छौँ र समस्यालाई राखिराख्यो भने त्यो घाउ बल्झेर ठुलो क्यान्सर हुन जान्छ भने हामी यसमा विश्वास पनि राख्दछौँ। त्यही भएको हिसाबले एभ्री टाइम जहिले पनि हामीले यसको बारेमा चाहिँ ड्रग युजको बारेमा चाहिँ हामीले प्रचार प्रसार चाहिँ गऱ्यौँ, तर त्यसको नियन्त्रण र त्यो सप्लाई चेन ब्रेक गर्नलाई चाहिँ हामीले कहिले काम गरेनौँ जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो उद्देश्य सप्लाई चेन नै ब्रेक गर्नु हो। अबदेखि सप्लाई चेन ब्रेक